पुरै रेकर्ड गरेँ ध्यान पर्छ उसलाई प्लान गर्दै क्या प्लान गर्दै I know. I did that. त्यहाँ पनि रेकर्ड गर्नु पर्यो I am. Should I just like do this? त्यहाँ घर क्या नेक्स्ट पिस चाहिन्छ होला सानो हुँदाखेरि कस्तो थियो यसो गरौँ न पहिले सानो हुँदा कस्तो थियो भाइको बारेमा अलिकति भन्यो Ladies first, छैन छ होला यही छ छोड्दा उठो त बेबी कसको ब्याग हो कसको ब्याग रातो थियो जस्तो लाग्छ मलाई अशोक मामाले नै आफ्नो छोराको बारेमा भन्दै हुनुहुन्छ बाबुको बारेमा रमाइला कुराहरू अशोक मामा र अल्बिनको फाइट भएको आज बिहान गाडीमा किन नमस्ते लाइक अशोक मामाले लेखेको हुन्छ मलाई भाषण गर्नु बरु कमर मकाएर नाच्नै आउँछ त्यो भएर म त्यति भाषण गर्न म जान्न पनि जान्दिनँ हजुर आइदिनु सबैको मुखेर हाँसी खुसी देख्छु आशीर्वाद दिनुभएको मेरो छोरालाई यो छोरा चाहिँ पहिले चाहिँ मसँग भेट्ने भयो त्यो आजकल उसको गरेको प्यार गरेछ सानोमा चाहिँ हाम्रो उसको प्रब्लम भइरहेको थियो किन उसलाई नेपाली नआउने मलाई अङ्ग्रेजी नआउने हाम्रो झगडा भइरहेको थियो अहिले दुइटो भएर राम्रो भएको छ अहिले कुरो मिल्दैछ अब हामी चाहिँ एकचोटि केक काट्छौँ त्यसपछि हामी जान छोडेर नाच्छौँ that you and Papa would probably buy a graduation, but you're अब डिजे चलाउने मान्छे अर्को छैन मै हो म चाहिँ अब सुरु गरिहाल्नु पर्यो मेरो फाइटले भएको छैन एक्चुअल फाइट फेरि पनि मेरो तर्फबाट हजुरहरूलाई सबैलाई धेरै धेरै धन्यवाद म अनि मेरो श्रीमती धन्यवाद मेरो छोराले के भन्न चाहन्छ मेरो नेपाली धेरै राम्रो छैन म नेपाली भन्नु क्या हामी बोल्छु नेपाली यार सबैजना मलाई धेरै खुसी भयो सबैजना यति धेरै मान्छे पनि एक्सपेक्ट गरेको थिएँ मैले धेरै मान्छे नै चिनेको छु कुन कुनै नचिनेको तर स्टिल थ्याङ्क यू फर कमिङ म धेरै नर्भस थ्याङ्क यू फर कमिङ कहिले कहिले आइसु खानेको डिनर बनाउनु धेरै राम्रो भेटियो म्याङ्गो लस्सी ट्राई गरिछु एकदम राम्रो छ I could never, bro.